सामाजिक सञ्जाल र आत्मसम्मान झुटो चमकको यथार्थ। नमस्कार सम्पूर्णमा, यहाँको सम्पूर्णलाई स्वागत छ यस भिडियोमा। हामी दिनभर फेसबुक, इन्स्टाग्राम र टिकटकमा समय बिताउँछौँ। त्यहाँ सबैको जीवन परिपूर्ण देखिन्छ। विदेश घुमिरहेको, महँगो रेस्टुरेन्टमा खाइरहेको, सफलता प्राप्त गरिरहेको, अनि हामी सोच्न थाल्छौँ म त केही पनि छैन, मैले केही गर्न सकेकै छैन। तर के हामीले त्यो फोटो पछाडिको कथा हेरेका छौँ, कथा सुनेका छौँ? के हामीले बुझ्दछौँ कि त्यहाँ पनि सङ्घर्ष छ जुन देखिन्न, बोलिन्न, तर एकदमै गहिरो हुन्छ। हामीले अरूलाई हेरेर आफ्नै मूल्य घटाउँछौँ, तर साँचो आत्मसम्मान भनेको आफ्नो लक्ष्य, सङ्घर्ष र सुधारमा गर्व गर्नु हो। तपाईको यात्रा तपाईको मापदण्डमा मूल्यवान छ। अरूको ट्र्याकमा दौडेर तपाईँ आफ्नो लक्ष्य पुरा गर्न सक्नुहुन्न। आत्मसम्मान भनेको सधैँ आफूलाई सम्झाउने म प्रयत्न गर्दैछु, म सिक्दैछु र म अघि बढ्दैछु भन्ने हो। तपाईँ विशेष हुनुहुन्छ, तपाईँको कथा अनौठो छ। तुलना होइन, प्रेरणा रोजौँ, आत्मसम्मानबाट सुरु गरौँ। धन्यवाद।